बारी पर्व महाराजको गुठी हो। यो चाहिँ यहाँ गुठीको सबै दाङमा भएको जग्गा व्यवस्थापन गर्नलाई यहाँ गुठी राखिएको छ। यो 131 वर्ष अगाडिका भवनहरू रहेछन्। यो चाहिँ भवनहरू यो मूल गेट भयो अनि यिनी सबै भवनहरू रहे। अनि यो चाहिँ धेरै पुराना घरहरू। यो चाहिँ 130-31 वर्ष अगाडिका यो मन्दिर हाम्रो पर्व महाराजको मन्दिर भयो। यो मन्दिरको भित्र फोटो खिच्न नमिल्ने भएर खिचिएन। त्यो भवन रहेछ। यिनी सबै भवनहरू भए। यो चाहिँ पुराना एकदम भवनहरू। यहाँ चाहिँ कति हजार बिघा जग्गा छ। अब यो चाहिँ यहाँ डिटेलमा सोध्नुपर्छ। बहिनी यहाँ कति बिघा छ जग्गा छ यो पर्व महाराजको? थाहा छैन। सन्ति भान्साम जाऊँ न। अनि यो चाहिँ यो यहाँ चाहिँ यो सब फुलबारी, यो सब कम्पाउन्ड यस्तो रहेछ। एकदम खुसी लाग्यो। यो एउटा ऐतिहासिक ठाउँ भएको कारणले यो सबैले पहिचान होस्, एउटा पर्यटकीय स्थल बनोस् यहाँ भनेर एकदम मन लागेर यसको चाहिँ मैले यहाँको अनुमति अनुसार यो भिडियो बनाएको छु हजुर।